नमस्ते। आज हामीले तपाईँहरूको लागि माइन्डसेट पुस्तकको छोटो सारांश लिएर आइसकेका छौँ। लेखकको अनुसार मानिसको सफलता र असफलता उसको बुद्धिमत्ता वा प्रतिभामा मात्र नभई उसको माइन्डसेटमा भर पर्छ। उनले मानिसको मानसिकतालाई दुई भागमा विभाजन गरेकी छन्। नम्बर 1, फिक्स माइन्डसेट अवधारणा। यो मानसिकता भएका मानिसहरू विश्वास गर्छन् कि उनीहरूको बुद्धिमत्ता, प्रतिभा र क्षमताहरू जन्मजात हुन्छन् र तिनलाई बदल्न सक्दैन। विशेषता: उनीहरू जति बेला पनि आफूलाई उत्कृष्ट प्रमाणित गर्ने धुनमा हुन्छन्। गल्ती वा असफलतालाई उनीहरू आफ्नो कमजोरी ठान्छन् र चाँडै हार मान्छन्। चुनौतीहरूबाट टाढा भाग्छन् किनभने उनीहरूलाई असफल हुने डर हुन्छ। नम्बर 2, ग्रोथ माइन्डसेट अवधारणा। यो मानसिकता भएका मानिसहरू विश्वास गर्छन् कि कडा परिश्रम, सही रणनीति र अरूको सहयोगबाट आफ्ना आधारभूत क्षमतालाई अझै विकास गर्न सकिन्छ। विशेषता: उनीहरू सिक्न र नयाँ कुरा जान्न मन पराउँछन्। असफलतालाई उनीहरूले एउटा पाठ वा सिक्ने अवसरको रूपमा लिन्छन्। चुनौतीहरूलाई स्वीकार गर्छन् र जस्तोसुकै कठिन परिस्थितिमा पनि लागिरहन्छन्। पुस्तकमा यी दुई माइन्डसेटले हाम्रो जीवनमा विभिन्न क्षेत्रमा कसरी प्रभाव पार्छन् भनेर देखाएका छन्। शिक्षा र खेलकुद। ग्रोथ माइन्डसेट भएका विद्यार्थी र खेलाडीहरूले केवल मेडल वा नतिजामा मात्र ध्यान दिँदैनन्। उनीहरूले सिक्ने प्रक्रियालाई बढी महत्त्व दिन्छन्। बिजनेस र नेतृत्व। फिक्स माइन्डसेट भएका लिडरहरू आफूलाई मात्र सर्वेसर्वा ठान्छन् र अरूको आलोचना सुन्न सक्दैनन्। तर ग्रोथ माइन्डसेट भएका लिडरहरूले आफ्नो टिमलाई सँगै लिएर हिँड्छन् र गल्तीहरूबाट सिक्दै कम्पनीलाई अघि बढाउँछन्। सम्बन्ध। प्रेम वा मित्रतामा फिक्स माइन्डसेट राख्नेहरू सोच्छन् कि सम्बन्धहरू आफै राम्रो हुनुपर्छ, यसमा मेहनत गर्नु पर्दैन, जबकि ग्रोथ माइन्डसेट भएकाहरू आपसी समझदारी र प्रयासबाट सम्बन्धलाई अझ बलियो बनाउन सकिन्छ भन्ने विश्वास गर्छन्। हाम्रो मानसिकता कुनै स्थायी कुरा होइन, यसलाई परिवर्तन गर्न सकिन्छ। यदि हामीले आफ्नो सोच्ने शैलीलाई फिक्सबाट ग्रोथ माइन्डसेटतर्फ बदल्यौँ भने हामीले आफ्नो जीवनको वास्तविक क्षमतालाई पहिचान गरी सोचभन्दा ठूलो सफलता र खुसी प्राप्त गर्न सक्छौँ। कुनै पनि काममा असफल हुँदा म यसमा कमजोर छु भन्नुको साटो मैले अझै पर्याप्त प्रयास गरेको छैन वा मैले अझै सिक्न बाँकी छ भन्नु नै ग्रोथ माइन्डसेटको पहिलो कदम हो।